ल गाइज आज चाहिँ म के बनाउन लाग्दैछु भन्ने कुरा चाहिँ अब हजुरहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर मात्रै थाहा पाउनुहुनेछ है। यो सानो झुपडी गाउँमा छु अहिले म चाहिँ है। आज म चाहिँ हाम्रो चलन चल्तीमा आएको हैन, पाहुना पासोलाई चाहिँ हैन एउटा सम्मान गर्ने भनौँ न, रक्सी एकदम अर्ग्यानिक रक्सी है बनाउँदैछु। त्यसको लागि म यहाँ तयारीहरू गरिरहेको छु। भिडियो चाहिँ म यो मेरो स्ट्यान्डबाट खिच्दैछु। अहिलेको लागि चाहिँ मैले यहाँ के कुराहरू रेडी गरेको छु भन्ने कुराहरू मैले देखाइरहेको छु। अब के कुराहरू चाहिँदो रहेछ रक्सी बनाउनको लागि हैन, हामी प्राय सबैजनालाई थाहा छ हैन। रक्सी, अब रक्सी बनाउने कुराहरू चाहिँ यो सबैभन्दा सुरुमा यो हुन्छ हैन, यो त्यसपछि यो, अनि त्यसपछि यो भित्र यो हैन, अनि त्यसपछि त्यो, अनि अब यो है, यो छ्याङ भिजाएको हो हैन। फेरि छ्याङ चाहिँ कोदोको है, प्योर, यो चाहिँ भिजाएकोले यस्तो देखिएको हो। अनि यहाँनिर पनि छ, यसरी चाहिँ भिजाएर यसरी राख्नुपर्ने हुँदो रहेछ हैन। आज म चाहिँ अब यो पानीहरू पनि म तयारी अवस्थामा राखिसकेको छु। अब म स्टार्ट गर्दैछु। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। म यहाँनिर आगो फुक्नेछु। अब है, म सुरुबाट नै आगो फुकेदेखि अन्तिममा रक्सी उतारेको सम्म म भिडियो देखाउनेछु हजुरहरूलाई। भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने के गरिदिनु होला, च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला। लाइक कमेन्ट त गरिहाल्नुहुन्छ अवश्य नै। अमर राई 2893 युट्युब च्यानललाई माया गरिदिनु होला सबैजनाले। ल अब म चाहिँ काम स्टार्ट गरेँ है त। ल यो चाहिँ हाम्रो तीन चुला पनि भन्छ हैन। यो चाहिँ हाम्रो विशेष हो हैन। हाम्रो चाहिँ अब कुलको अब यो तीन चुला चाहिँ हाम्रो अनिवार्य नै मान्नुपर्ने हुन्छ। हामी जहाँ जे अब पकाउने तुलाउने कुराहरूमा चाहिँ खालि यस्तै तीन चुला बनाएर हामीले चाहिँ स्टार्ट गर्छौँ हैन। अब म सबैभन्दा सुरुमा चाहिँ म आगो फुक्ने कार्यक्रममा जान्छु। त्यसपछि अनि फटाफट कामहरू हेर्दै जानुहुनेछ। म सबैभन्दा सुरुमा आगो बाल्छु है त। ल म चाहिँ अब आगो बाल्न सुरु गरेको छु। स्टार्टमा त अब आगोबाटै सुरु गर्नु पऱ्यो हैन। यो चाहिँ आगो सल्काउने, यसलाई चाहिँ यो खरको सुकेको हो, यसले चाँडो आगो सल्किन्छ। गाउँघरमा चाहिँ यसरी आगो बाल्ने चलन छ हैन। ल भिडियोलाई हेर्दै जानु होला, अन्तिमसम्म गरिदिनु होला सबैजनाले। हामीलाई जे कुरालाई पनि फुल सपोर्ट गरेको राम्रो हुन्छ हैन। फुल सपोर्ट गर्नु पर्छ हरेक कुराहरूलाई। अब चाहिँ म आगो बाल्दैछु। गाउँघरको काम चाहिँ यस्तै हो। गाउँघर पक्कै पनि हामी गाउँघरलाई धेरै माया गर्नेछौँ। किनभने गाउँघर भनेको चाहिँ एकदमै स्वच्छ हावा पानी वातावरण, अर्ग्यानिक कुराहरू चाहिँ हामीले गाउँघरमै पाइन्छ हैन। र गाउँघरमै एउटा जन्मेको उसले पनि धेरै माया लाग्छ गाउँघर भन्ने कुरा। ल अब यो आगो सल्किँदैछ। अब आगो सल्किएपछि हामी के गर्नेछौँ, अन्य कामहरूलाई चाहिँ हामीले
सुरुवात गर्नेछौँ। आगो बल्दैछ है, आगो बल्दैछ। धुवा त भइहाल्छ है, अब के गर्ने, आगो बालेपछि। भनाइ त अब धुवाले आँखालाई धेरै असर गर्छ भन्ने भनाइ छ, तर पनि अब के गर्ने, अब गाउँघरमा यस्तै हो हैन। आगो चाहिँ अब लगभग बलिसकेको छ है आगो। आगो कन्टिन्यू बलिरहेछ। अब आगो बलिसकेपछि सुरुमा ल यो चाहिँ सबैभन्दा सुरुमा बसाउनु पर्छ यसरी। जाँड हाल्ने काम भइरहेको छ, यो पनि जाँडै हो। मैले जाँड हालिसकेको छु। अलि सिधा जस्तो लाग्यो। अब यो भाँडा सिधा भएन भने चाहिँ फेरि पछि माथि लगाएको कुराहरू पनि बाङ्गो हुन्छ। त्यो भएकोले हामीले चाहिँ यसको पानीको रेसियो हेरेर हामीले सिधा बनाउनु पर्ने हुन्छ, किनभने यो समथर हुनु पर्यो नि त है। ल यसलाई अब पानी पनि अलिकति धेरै नै हाल्नुपर्ने हुन्छ, किनभने पछि डढ्ने सम्भावना पनि हुन्छ। र धेरै मात्रामा पनि हाल्नु हुँदैन, फेरि धेरै मात्रामा हाल्यो भने के हुन्छ भने पछि फेरि यो उम्लिँदाखेरि यसको भनौँ न यो जुन छोक्रा हैन, यिनीहरू चाहिँ माथि चाहिँ रक्सीमा आउन सक्छ। त्यो भएर एकछिन पानी हालेर चाहिँ हामीले बनाउनु पर्ने हुन्छ। डढ्यो भने पनि फेरि रक्सीमा चाहिँ के हुन्छ, स्मेल चाहिँ फेरि डढेको आउँछ। ल यति ल अब यो सबैभन्दा फर्स्ट स्टेपको काम चाहिँ अब सकिएको छ हैन। अब यसपछि हामी फेरि अर्को माथिको, अब यो फर्स्ट स्टेप सकियो हैन। अब यो फर्स्ट स्टेप जुन जाँड हाल्ने काम सकिएपछि अब हामी सेकेन्ड स्टेपमा जान्छौँ। सेकेन्ड स्टेप मैले राख्न लागिरहेको छु, हेर्नु होला। अब म सेकेन्ड स्टेपमा चाहिँ यो राख्दैछु है। यसको चाहिँ यो पलै पल हुन्छ, यो पलबाट चाहिँ ग्यास माथि जाने
जाँडको हैन। अनि त्यसपछि माथि गएर चाहिँ बाफ भएर तल झर्ने हो। र यो चाहिँ माटो हो है, माटो एकदमै यो चाहिँ फुट्ने सम्भावना पनि हुन्छ। यसलाई चाहिँ मैले सिधा एकदमै सिधा तरिकाले चाहिँ हामीले राख्नुपर्ने हुँदो रहेछ। ल यो भयो है, अब यो भयो, यो चाहिँ सिधा भयो भएन भनेर हामीले यसरी पनि हेर्न सकिन्छ हैन। एकदम सिधा भएको छ। ल एकदम सिधा भएको छ। ल यो सेकेन्ड स्टेप हामीले चाहिँ के गरिसक्यौँ, लगाइसकेको छौँ। अब यो भित्र के लगाउने भन्ने कुरामा जान्छौँ हामी। यो भित्र चाहिँ हामीले चाहिँ यो पनि माटोकै हो है। यसमा चाहिँ के हुन्छ, जुन तलबाट बाफ माथि गएर यसमा झर्छ र रक्सी बन्छ है। यसमा चाहिँ यो मसलाहरू पनि हाल्नु भएको छ आमाले। यो चाहिँ त्यो स्मेल राम्रो आउनको लागि पनि हो। यो पनि माटो हो, प्योर माटोको बनेको हो। जुन यो चिज र यो चिज चाहिँ माटोको हैन। माटोमा बनाउँदाखेरि चाहिँ एकदमै राम्रो हुने कारणले गर्दाखेरि गाउँघरमा चाहिँ माटोमा बनाइन्छ। अब सहर बजारमा चाहिँ अरू कुराहरूमा पनि बनाइन्छ। ल अब यसलाई चाहिँ सट्ट यसरी चाहिँ सिधा राखिदिने है। यसरी चाहिँ सिधा राखिदिने हो, जुन यो भित्र अडाएर राख्नुपर्ने हुन्छ। यसरी है, यसरी राख्ने। अब यसपछि हामी फेरि के गर्नेछौँ, यो चिज है, जुन यो चाहिँ यस्तो हुन्छ। यो चाहिँ अब हामीले चाहिँ शिवजीको पूजा गर्दाखेरि यो यस्तो गरेर पानी चुहाएको पनि देखिन्छ। हो यस्तै हो, सेम है, यस्तो हुन्छ। अब यो चाहिँ माथि राखिसकेपछि यो चाहिँ अब भनौँ न, अब तेस्रो स्टेप हैन। तेस्रो स्टेपमा चाहिँ यो चाहिँ अब बाफ जति सबै तलको जाँडको बाफ चाहिँ यहाँ गएर यसबाट ठोकिएर यहाँबाट चुहेर चाहिँ जुन अघि भर्खर हालेको भाँडामा चाहिँ चुन्छ र त्यो जमेको चाहिँ रक्सी बनिन्छ हैन। अब यसलाई चाहिँ माथिबाट हामीले सट्ट लगाउने काम हुन्छ। यो चाहिँ तेस्रो चरण हो। यो पनि एकदमै सिधा हाल्नुपर्ने हुन्छ। यो यसरी एकदमै सिधा है, सिधा चाहिँ राख्ने हो। अब यो पनि सिधा भयो भएन भनेर यसरी हेर्न पनि सकिन्छ है, सिधा भएको छ। ल यो तेस्रो स्टेप भयो। तेस्रो स्टेप भयो हैन। अब यसपछि हैन, अब यसलाई अब यतिकै राखेर मात्रै त हुँदैन पक्कै पनि हैन। अब यसमा के गर्नुपर्छ भने हैन, माथिबाट चाहिँ त्यो जुन भर्खर हालेकोमा चाहिँ हामीले पानी लगाउने हो। ल यो सिरानमा चाहिँ हाम्रो यो सबभन्दा टपमा चाहिँ हामीले पानी हाल्नुपर्ने हुन्छ। म पानी हाल्दैछु। अब पानी पनि के हुन्छ भने यसले बिस्तारै लगाउनु पर्ने हुन्छ। अब यसले एकैचोटि खनाउँदाखेरि यो चाहिँ भाङ्गिन सक्छ है। त्यो भएकोले गर्दाखेरि चाहिँ हामीले अब यसलाई चाहिँ बिस्तारै यसरी पानी हाल्नुपर्ने हुन्छ। यसरी अब यो आधी हालिसकेपछि चाहिँ फेरि हामीले यसलाई चाहिँ सिधै हाल्न पनि सकिन्छ, किनभने त्यसपछि त बाँगिने सम्भावना भएन। अनि यसको पानी यहाँ भरिहाल्नु पनि भएन, ठिक्क नपोखिने गरी पानी हालिदिने है। नपोखिने गरी पानी हालिदिने। अलिकति अझै पनि मिलेको छैन जस्तो
लागिरहेछ तर केही छैन अब हल्का त अब हुने भइहाल्छ हैन अब यो गरिसकेपछि चाहिँ अलिकति फेरि गाह्रो पनि हुन्छ चलाउन यो चल्दैन पनि अब है त अब ल यो अब फर्स्ट स्टेप सेकेन्ड स्टेप अनि थर्ड स्टेप अनि भित्र रक्सी चाहिँ जमाउने भाँडा पनि राखिसकियो अब यसलाई फेरि बाहिर भित्रको ग्यास बाहिर आउन दिनु भएन है त्यसको लागि अब हामीले के गर्नु पर्यो त्यो पनि हेर्दै जानु होला म चाहिँ गर्दै जान्छु अब त्यसको लागि है त त्यसको लागि चाहिँ अब हामीले यो चाहिँ कपडा हो हैन यो चाहिँ कपडा हो यो कपडालाई चाहिँ यो चाहिँ लामो लामो यस्तो हुन्छ हैन यो लामो लामो कपडालाई चाहिँ यसलाई निचोरेर हैन भिजाएको हो यो अघि नै भिजाइराखेको थियो अब यो सधैँ बनाइरहने भएकोले गर्दाखेरि यो अलरेडी थियो अनि यसलाई चाहिँ सबै निचोर्ने हैन यसलाई निचोर्ने यसमा पानी जुन भिजेपछि यसलाई नरम हुन्छ नरम भइसकेपछि यसलाई के गर्ने हो यसले चाहिँ सर्लक्क यसरी चाहिँ के गर्ने यसलाई चाहिँ हैन यसलाई चाहिँ यसरी हैन यसरी चाहिँ अब बन्द गर्ने यसलाई है यसरी बन्द गर्ने जुन यो जडानबाट चाहिँ के हुनु भएन हावा निस्किनु भएन है ल यसरी म गर्दै वरिपरि सबैतिर हैन लान्छु यसरी यसलाई चाहिँ हावा भित्रबाट बाफ निस्किनु दिनु भएन है ग्यास निस्किनु दिनु भएन ग्यास निस्क्यो भने माथि चाहिँ के हुँदैन माथि चाहिँ बाफ जम्दैन पानी बम्दैन है रक्सी पार्ने तरिका चाहिँ यो हो यसरी चाहिँ मजाले यसलाई चाहिँ लगाएपछि यो बाफ निस्किनु पाउँदैन है ल अब यो माथि जुन थर्ड स्टेप है लास्ट स्टेपमा पनि लगाउनु पर्ने हुन्छ त्यहाँ पनि लगाउनु पर्छ म यसलाई फेरि त्यसै गरी लगाउँदैछु ल यसलाई चाहिँ फेरि यहाँ माथि पनि लगाउनु पर्ने हुन्छ यसै गरी यसलाई भित्रबाट बाफ निस्किनु दिनु भएन है बाफ चाहिँ निस्किनु दिनु भएन यो चाहिँ माथिको स्टेपमा पनि हामीले बन्द गर्यौं अनि मात्रै भित्र के हुन्छ चाहिँ पानी जम्छ बाफ जम्छ बाफ जमेपछि पानी बन्छ पानी चाहिँ त्यो अघि जुन हामीले लगाएको भाँडामा चाहिँ झरेर रक्सी बन्ने हो है अब रक्सी बनाइरहनु हुने यहाँहरुलाई त थाहा नै होला अब रक्सी कसरी बन्छ भन्ने यहाँहरुलाई चाहिँ मैले जानकारी गराउँदै छु यसरी चाहिँ बन्छ प्योर लोकल रक्सी भनेको चाहिँ यसरी बनाइन्छ अब बजारमा हरेक कुराहरु पाइन्छ हैन अब अहिले त अब विकास भइसक्यो हरेक कुराहरु चाहिँ अब मेसिनबाट पनि गर्छौं तर लोकल प्योर रक्सी चाहिँ हामीले यसरी
बनाउने गरिन्छ गाउँघरमा। अब हजुरहरूले पनि हेर्नु होला कसरी बन्दो रहेछ भनेर अन्तिमसम्म भिडियोलाई पनि हेरिदिनु होला। अनि रक्सी कस्तो चाहिँ मैले चाहिँ निकाल्न सफल हुन्छु त्यो पनि हेरिदिनु होला। ल यसरी चाहिँ मैले आज लोकल रक्सी बनाउँदैछु। यसरी रेडी गरिसकेको छु मैले। अब यो जुन यहाँ माथि लगाएको पानी हैन, यो पानी हो, सबैभन्दा माथि पानी छ। यो पानी चाहिँ के हुन्छ भने यो चाहिँ तातिन्छ। तातिएपछि अनि फेरि हामीले चिसो पानी हाल्नुपर्छ है। जति तातिँदै जान्छ अनि चिसो पानी फेर्दै जाने हो। यसै गरी चाहिँ अब जाँड कतिको छिप्या छ त्यो अनुसारले हामीले पानीलाई के भन्छ पानी त्यति चोटि चाहिँ हामीले चेन्ज गरेपछि त्यो अनुसारले तल चाहिँ अब बाफबाट रक्सी बनिया हुन्छ। अन्तिमसम्म भिडियो हेर्नु होला। म अन्तिमसम्म रक्सी निकालेर हजुरहरूलाई देखाउने छु। सबैजनाले हेरिदिनु होला। गाइस दाउरा बोक्ने चाहिँ यस्तो छ है स्टाइल। पानी यसरी बोक्नुपर्छ। ल अब चाहिँ माथि त्यो जुन लास्ट स्टेपको पानी चाहिँ तातिरहेको छ। हेर्नु होला बाफ आइरहेको छ है। बाफ आइरहेको छ यसरी। ल हेर्नुहोस् त माथि बाफ आइरहेको छ। अब यसलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। चिसो पानी हालेर चाहिँ तातो पानीलाई चाहिँ बाहिर निकाल्नुपर्ने हुन्छ। म चेन्ज गर्छु, हेर्नु होला। पानी अलरेडी मैले ल्याइराखेको छु। यसलाई चाहिँ बाहिर निकाल्ने हो। चाँडा हाल्नुपर्ने। चाँडा हालेन भने चाहिँ यो फेरि माथि ग्यासले तलबाट बाफले चाहिँ माथि प्रेस गरिरहेको हुन्छ। अब यो चाहिँ अब कति भयो भनेपछि अब फर्स्ट हो नि त। आज अहिले भर्खर एउटा पानी चेन्ज गर्यो। त्यसो भएपछि हामीले चाहिँ यसरी यो चाहिँ सम्झिनको लागि हामीले चाहिँ यसरी एक लेखिने सुक्दै गएपछि 1 भयो हैन। एउटा हामीले चाहिँ पानी चेन्ज गर्यौँ भन्ने चाहिँ यहाँबाट थाहा हुन्छ। ल यसरी हामीले एउटा पानी चेन्ज गरिसकेको छौँ। अब जुन तातो पानी हामीले चाहिँ फालेर चिसो पानी हामीले लगाएको छौँ। त्यसो हुँदाखेरि के हुन्छ भने भित्र जुन बाफ भएर तल झर्ने भनेको त चिसो पानीले हो हैन। अब बाफ भएर झरिसकेको पानी भइसकेपछि तातो पानीले त फेरि झर्दैन। त्यसलाई फेरि चेन्ज गरिसकेपछि हैन अर्को फेरि चाहिँ बाफ बनेर झर्छ। त्यसरी चाहिँ हामीले गर्दै आइरहेको छौँ। ल अर्को आइसकेको छ।
2 भयो है। ल 2 भयो। यो चाहिँ अब यसरी थाहा पाउनको लागि हो। हामीले चाहिँ दोस्रो पानी पनि फेरिसकेको छौँ। यसै गरी हामी फेर्दै लाने हो। भिडियो अन्तिमसम्म हेर्नु होला। अब तेस्रो है यो। तेस्रो भयो। तेस्रो है यो चाहिँ। ल तेस्रो चरणको पानी फेरे कार्यक्रम पनि सकिएको छ। यसै गरी फेर्दै जाने हो। यो चाहिँ चौथो है। अब चौथो चोटि चाहिँ पानी चेन्ज भइसकेको छ। अब धेरै छैन। अब लगभग निकाल्ने समय भइसक्यो। ल गाइस अब चाहिँ हामी अन्तिम चरणमा पुगेको छौँ। यो पानी फेर्दै हामी चाहिँ अब यो चाहिँ रक्सी है। यो रक्सीलाई चाहिँ अब उतार्ने बेला निकाल्ने बेला भएको छ। हामी चाहिँ उतार्ने भन्छौँ हैन, निकाल्ने बेला भएको छ। अब रक्सी कति आयो है, अहिलेसम्मको मेहनत गर्दाखेरि चाहिँ हाम्रो रक्सी कति आएको छ। 4 चोटि भइसक्यो। अब 5 चोटिको पालोमा चाहिँ हामीले निकाल्दैछौँ। किनभने चाहिँ यतिमै निकाल्नु भन्ने चाहिँ आमाबाट चाहिँ आदेश आइसकेको छ। त्यो भएकोले गर्दाखेरि मैले अब निकाल्नु लागिरहेको छु। सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। किनभने चाहिँ अब हाम्रो पानी चाहिँ बाफ आइसकेको छ। अब हामी त्यो पानीलाई निकालेर त्यसपछि अनि फेरि हामी भित्रबाट चाहिँ रक्सी निकाल्दैछौँ। सबैजनाले हेरिदिनु होला। अब अन्तिम चरण हो यो है। भिडियो अन्तिममा पुग्न लागिसकेको छ। सबैजनाले हेरिदिनु होला कति निस्क्यो अब हाम्रो चाहिँ यहाँ चाहिँ रक्सी है त मित्रहरू। ल सबैजनाले हेर्नुहोस् है। अब म निकाल्छु। अब चाहिँ यो यसरी निकाल्नु पर्ने हुन्छ। अब आगो लाउनु हुँदैन। ल अब यो पानीलाई चाहिँ निकालेर चाहिँ यो तातो पानी चाहिँ केही कुरामा चाहिँ प्रयोग पनि हुनसक्छ। त्यही भएर मैले अन्तिम अब यसलाई निकाल्ने हो यसरी है। यसरी चाहिँ निकाल्नुपर्छ। जुन चाहिँ नली हामीले चाहिँ भाँडामा राखेको थियो, भाँडामा यसरी निकाल्ने। अब यसलाई चाहिँ यसरी निकाल्ने हो। ल हेर्नुहोस् है, अझै पनि रक्सी चुहिरहेको छ यहाँबाट। अब यो चाहिँ अलिक तातो हुन्छ, यहाँ चाहिँ बाफ आइरहेको हुन्छ। यसलाई चाहिँ हल्का पानीले यसको बाफ चाहिँ मार्नुपर्ने हुन्छ। यसरी बाफमा आएपछि टन्नै आएछ त। ल हेर्नुहोस् त
वाउ ल यति धेरै आएको छ रक्सी है यति धेरै आएको छ यसलाई चाहिँ अब छोप्नुपर्छ खोइ त छोप्ने भाडा ल्याइन रहेछु म एकैछिन कुदेर ल्याइहालेँ देखिहाल्नुभयो है रक्सी यति धेरै आएको छ है ल यति धेरै रक्सी आएको छ अब टेस्ट कस्तो आयो भन्ने कुरा चाहिँ पछि गर्नेछौँ हामी पहिले यसलाई हामी चाहिँ दोस्रो चरणको भाँडालाई चाहिँ निकाल्नेछौँ त्यसको लागि फेरि हामीले के गर्नेछौँ है पहिले जस्तै अब यो चाहिँ हामीले खोल्नेछौँ ल यसको यहाँबाट यसलाई यसरी खोल्नेछौँ हामीले अब यसलाई हटाइसकेपछि अब यसलाई बिस्तारै झिक्नुपर्छ किनभने यो तातिएको हुन्छ फुट्न सम्भावना हुन्छ त्यो भएर हामी चाहिँ यसरी बिस्तारै निकाल्नेछौँ अनि यसलाई चाहिँ यसरी राख्नु हुँदैन यसलाई चाहिँ यसरी राख्ने हो यसरी राख्ने हो यसको फेदमा फोहोर भएको हुन्छ त्यसलाई हामीले सफा गर्ने हो यसरी ल पछि जान्न कि त्यही भएर हो अब रक्सी उतार्ने काम सकिएको छ यो पछि हामीले निकाल्नु पर्ने हुन्छ अब म यो रक्सी निकालिसकेपछि अब यसलाई भर्ने कार्यक्रम गर्नेछु रक्सी कति आयो भनेर त हजुरहरूले देखिहाल्नु भएको छ है यति धेरै रक्सी आएको छ हेर्नुहोस् त है यति धेरै चाहिँ हामीले यो माटोको भाँडामा चाहिँ रक्सी निकालिसकेको छौँ यसको बाफ जान दिनु हुँदैन अब यसमा भर्नुपर्ने हुन्छ हामी चाहिँ अब केबाट चाहिँ हामीले बनायौँ भन्दाखेरि यो भर्खर निकालेर हामीले राखेको छौँ है अनि यो भयो होइन अनि त्यसपछि यहाँ चाहिँ अझै पनि जाँड ल जाँड उम्लिरहेको छ अझै पनि है यसरी यो बाफ चाहिँ माथि आएर यहाँबाट चाहिँ भित्र छिरेर यो धुलोहरूबाट चाहिँ माथि छिरेर त्यसपछि यहाँ यसको चाहिँ यहाँबाट चाहिँ भएर चाहिँ यहाँबाट चुने हो है चुहेर चाहिँ अघि पनि मैले जानकारी गराएको थिएँ अनि त्यसरी चाहिँ बनेको रक्सी बाफ पनि आइरहेको छ अब म यसलाई भर्ने कार्यक्रम गर्छु त्यसपछि हाम्रो भिडियो सकिनेछ सबैजनाले हेर्नु होला अब हाम्रो चाहिँ अन्तिम चरणमा आइसकेको छौँ हामी ल अब म चाहिँ जुन हामीले तयार गरेको रक्सीलाई चाहिँ म चाहिँ अर्को भाँडामा सुरक्षित भाँडामा चाहिँ मैले चाहिँ राख्दैछु हेरिदिनु होला भिडियो अन्तिमसम्म अब अन्तिम चरणमा हामी पुगिसकेको छौँ ल म स्टार्ट गरेँ है त आजको अब हाम्रो रक्सी चाहिँ यसमा भरिनेछ है यो चाहिँ बिर्को भयो मैले खोलेँ अब यसलाई चाहिँ यस्तरी हामीले उगाएर यसले चाहिँ हामी चाहिँ सट्ट भर्नेछौँ है त पुग्यो नि त यसरी भर्नु पर्यो बास्ना पनि एकदमै मिठो आएको छ मिठो आएछ है रक्सी चाहिँ मिठो है बास्नाबाट नै थाहा हुन्छ कि रक्सी कति मिठो आयो भन्ने कुरा हाम्रो चाहिँ अब सबै कुराहरूमा यो बिना हुँदैन
हाम्रो कुल बुझाउनदेखि लिएर हाम्रो चाहिँ अब बिहे हैन, अब पाहुना आउँदाखेरि पाहुनालाई अब सम्मान गर्ने हैन, सबै यही नै हो हाम्रो चाहिँ। न त अब अहिले बजारमा छ्यापछ्याप्ती अब रक्सी आइटमहरू धेरै कुराहरू छ हैन, तर हाम्रो सबैभन्दा राम्रो है र सबैभन्दा अब भनाइ के छ भने औषधि पनि हुन्छ भन्ने छ। किनभने अब यो भनेको एउटा अर्गानिक हो, त्यो भने एकदमै लोकल भन्नुपर्छ है। यसरी हामीले चाहिँ आफ्नै घरमा आफ्नै भाँडो आफ्नै चाहिँ मेहनतले आफ्नै चाहिँ भनौँ न आगोमा हैन, हामीले चाहिँ प्राकृतिक एउटा जस्तै तरिकाले हामीले चाहिँ यो चाहिँ त्यसरी चाहिँ बनाएर निकालेको कुरालाई चाहिँ औषधि पनि मान्न सकिन्छ। ल अब चाहिँ अन्तिम चरण पुगिसकेको छु। ल गाइज यति हुन त यहाँ देखिँदैन यसको अब कति भनेर, यसको यति चाहिँ यतिसम्म चाहिँ रक्सी आएको छ है। एकदमै बास्ना पनि एकदमै मिठो आइरहेको छ, पक्कै पनि मिठो होला हैन। अब अहिले त तयारी मात्रै गरेको हो हैन, अब यसलाई टेस्ट गर्न बाँकी नै छ। पक्कै पनि राम्रै आयो, किनभने स्मेल पनि राम्रो आएछ, पक्कै पनि मिठो भएकै होला, किनभने यत्रो बेरको हाम्रो मेहनत हो हैन, मेहनत खेर गएको छैन पक्कै पनि। र हामीले थोरै मात्रै पानी पनि चेन्ज गरेर अलिकति जति थोरै चेन्ज गर्यो त्यति धेरै कडा राम्रो चाहिँ हुन्छ भनेदेखि चाहिँ जति धेरै पानी चेन्ज गर्न सक्यो त्यति पातलो हुँदै जान्छ, किनभने त्यसको मात्रा पनि पातलो हुँदै जान्छ। जुन अब त्यो थोरैमा कडा धेरैमा अब त भइ नै हाल्छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, जुन मैले गरेको काम कस्तो लाग्छ कमेन्टमा पनि सबैजनाले चाहिँ लेखिदिनु होला हैन। अब नराम्रो कमेन्ट कसैले पनि नगरिदिनु होला, किनभने यो भनेको हाम्रो चलन चल्तीमा आएको कुरालाई मैले चाहिँ एउटा युट्युब मार्फत देखाएको छु भन्दै सबैजनालाई च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको लागि भन्न चाहन्छु। आज गुड डे, हल्ला भयो, पछि अर्को भिडियोमा भेटौँला। बाइ बाइ।